सो ल आज चाहिँ हामीले पढ्ने भनेको चाहिँ हेभी मेटल्स हो हैन। आज हामी हेभी मेटल्स चाहिँ सर्टकटमा चाहिँ इम्पोर्टेन्ट टपिक चाहिँ हामीले के गर्नेछौँ कभर गर्नेछौँ। अब हेभी मेटल भनेको के हो भन्दा चाहिँ जस्तो जुन मेटलको चाहिँ के हुन्छ त हाम्रो डेन्सिटी चाहिँ 5 ग्राम पर सीसी भन्दा धेरै हुन्छ त्यसलाई चाहिँ के भनिन्छ हेभी मेटल्स भनिन्छ। एक्जाम्पल त हामीलाई थाहा छँदैछ आइरन कपर गोल्ड मर्क्युरीहरू सबै भइहाल्यो। अब सुरुमा चाहिँ हाम्रो हेभी मेटल्सको इम्पोर्टेन्ट टपिक भनेको कपर हो। अब कपरको ओरहरू पनि इम्पोर्टेन्ट छ, यो एमसीक्यूमा पनि आउन सक्ने प्रोबेबिलिटी बढी नै हुन्छ किनकि एउटा एमसीक्यू त हाम्रो इनअर्गेनिकबाट नै आउँछ, एक दुईटा एमसीक्यू त हैन। अनि कपरको ओर भनेको चाहिँ हामीले के छ इम्पोर्टेन्ट ओर भनेको हाम्रो मेन ओर प्रिन्सिपल ओर भनेको के हो त चालको पाइराइट हो। यही नै हामीले युज गरेर चाहिँ के गर्छौँ कपर एक्सट्र्याक्ट गर्छौँ, यो त हामीलाई थाहा नै हुन्छ। अनि अर्को सम्झिनु पर्ने भनेको कपर ग्लान्सको फर्मुला याद गर्नु होला। अनि मालाचाइट एजोराइटहरू पनि याद गर्न सक्नुहुन्छ हैन, मालाचाइट एजोराइटहरूको पनि याद गर्नु होला। अब एक्सट्र्याक्सन चाहिँ अब एक्सट्र्याक्सन पढ्नभन्दा पहिला चाहिँ हामीलाई त एक्सट्र्याक्सन त सबै मेटलहरूको लगभग सिमिलर हुन्छ के स्टेपहरू। क्रसिङ पोलराइजेसन हामीले गर्छौँ हैन, बिग लम्प्स अफ ओरहरूलाई ल्याउँछौँ, ज क्रसरमा हालेर त्यसलाई मसिनो टुक्रा बनाउँछौँ, फेरि त्यसलाई स्टम्प मिलमा हालेर धुलो पिठो बनाउँछौँ हैन, त्यसलाई पाउडर ओर गर्छौँ, त्यसलाई पल्भराइज गरेको ओरलाई फेरि हामीले कन्सन्ट्रेसन गर्छौँ। अब यो त सल्फाइड ओर भएका कारणले के हुन्छ त यसलाई कन्सन्ट्रेसन गर्नलाई के युज गर्छौँ हामीले फ्लोट फ्लोटेसन प्रोसेस युज गर्छौँ। अब फ्लोट फ्लोटेसनमा के हुन्छ त हामीले चाहिँ के गरिन्छ त जुन हाम्रो पल्भराइज ओर छ त्यसलाई चाहिँ केसित मिक्स गरिन्छ त मिक्सचर अफ वाटर एन्ड पाइन ओइल अथवा युक्यालिप्टस ओइलसित मिक्स गरिन्छ र त्यसलाई चाहिँ के गरिन्छ त्यो मिक्सचरलाई चाहिँ ब्लास्ट अफ एयरले एजिटेट गरिन्छ। र यहाँ चाहिँ के हुन्छ भन्दा प्रिफरेन्सियल वेटिङ हुन्छ। यहाँ चाहिँ के हुँदो रहेछ त प्रिफरेन्सियल वेटिङ हुन्छ भनेको के हुन्छ भनेपछि यहाँ चाहिँ हाम्रो जुन ओर पार्टिकल हुन्छ त्यो चाहिँ केले भिजाउँछ त भन्दा त्यसलाई केले वेट गर्छ भन्दा ओइलले वेट गर्छ र त्यो के हुन्छ त टप अफ द अहिले के भन्ने टप अफ द कन्टेनर आएर बस्छ र हाम्रो जुन इम्प्युरिटी हुन्छन् त्यो चाहिँ के हुन्छ त वाटरले वेट गर्छ त्यसलाई र त्यो के गर्छ बटम अफ द कन्टेनरमा गएर बस्छन्। यो कुरा चाहिँ यति हो यो कन्सन्ट्रेसनमा। र के हुन्छ फ्लोटलाई चाहिँ फेरि त्यहाँ माथिबाट चाहिँ के गरिन्छ हामीले माथि जम्मा हुन्छ हाम्रो ओर चाहिँ त्यसलाई चाहिँ हामीले के भन्छौँ त फ्लोट भन्छौँ। त्यसलाई चाहिँ के गर्छौँ हामीले फेरि त्यहाँबाट निकाल्छौँ र त्यो भनेको के हुन्छ हाम्रो कन्सन्ट्रेसन ओर हुन्छ। यो त्यति इम्पोर्टेन्ट छैन तर सब बुझ्नुपर्ने टपिक भनेर भन्छ। रोस्टिङ, अब रोस्टिङ त इम्पोर्टेन्ट छ हैन। अब रोस्टिङ त्यतिको नि रियाक्सनहरू चाहिँ बढी इम्पोर्टेन्ट हुन्छ, त्यही भएर तपाईँले जान्नुपर्ने हुन्छ। रोस्टिङमा हामीले के गरिन्छ भन्दा चाहिँ रोस्टिङमा के गरिन्छ त एक्सेस अफ अक्सिजनको प्रेजेन्समा चाहिँ हामीले कन्सन्ट्रेटेड ओरलाई हिट गर्ने हो। रोस्टिङ भनेको त त्यही नै हो। रिभर्बरेटिभ फर्नेसमा हामीले के गर्छौँ हाम्रो कन्सन्ट्रेटेड ओरलाई राख्छौँ, त्यहाँ चाहिँ इन प्रेजेन्स अफ अथवा एक्सेस अफ एयरमा चाहिँ के गर्छौँ हिट गर्छौँ। त्यो गर्दाखेरि के चेन्जेस आउँदो रहेछ भन्दा चाहिँ भोलेटाइल इम्प्युरिटिज एन्ड मोइस्चर आर रिमुभ्ड। भोलेटाइल इम्प्युरिटिज र मोइस्चर त हिट गर्दाखेरि रिमुभ हुन्छ, त्यही नै हो। अब हाम्रो कपर पाइराइट के हुँदो रहेछ भनेपछि हामीले यसलाई रोस्ट गर्दाखेरि कपर सल्फाइड फेरस सल्फाइड र हाम्रो SO2 डिकम्पोज हुँदो रहेछ। अनि फेरि के हुँदो रहेछ भनेपछि यहाँ पार्सल अक्सिडेसन हुन्छ। हाम्रो कपर सल्फाइड फेरि कपर अक्साइडमा अक्सिडाइज हुन्छ, हाम्रो फेरस सल्फाइड फेरि केमा अक्सिडाइज हुन्छ फेरस अक्साइडमा अक्सिडाइज हुन्छ। हाम्रो रोस्टिङको मेन पर्पज नै त्यही हो, हामीले अक्सिडाइज गर्ने हैन, हामीले रोस्टिङ नै त्यही भएर गर्छौँ। यो फिगर चाहिँ हाम्रो रिभर्बरेटिभ फर्नेसको। अब अर्को स्टेपमा हुने स्मेल्टिङ गर्छ हैन, ब्लास्ट फर्नेसमा गर्छौँ हामीले स्मेल्टिङ, त्यसपछि हाम्रो अर्को बेसेमर हुन्छ। अब हामीले के गर्छौँ जुन हाम्रो रोस्टेड ओर छ त्यसलाई चाहिँ स्यान्ड र कोकसित मिसाइन्छ र त्यो चार्जलाई के गरिन्छ ब्लास्ट फर्नेसमा हालिन्छ र त्यहाँ चाहिँ के हुन्छ त्यहाँ चाहिँ हाम्रो जुन फेरस सल्फाइड छ त्यो चाहिँ के हुन्छ फेरस अक्साइडमा अक्सिडाइज हुन्छ। पहिला चाहिँ फेरस अक्साइडमा अक्सिडाइज हुन्छ र त्यो चाहिँ हाम्रो सिलिकासित मिलेर चाहिँ स्ल्याग बनाएर निक्लिन्छ हैन। हाम्रो सिलिका चाहिँ यहाँ फ्लक्सको रूपमा काम गर्छ हैन। अब जुन हाम्रो FeS थियो त्यो फेरि के हुन्छ त FeO मा अक्सिडाइज हुन्छ। हामीले यो FeO कम्प्लिटली ननिक्लेसम्म हामीले यो प्रोसेस कन्टिन्यू गरिराख्नुपर्छ यहाँ। त्यही भएर चाहिँ हामीले एउटै रियाक्सनहरू रिपिट भएको यहाँ देख्न सक्छौँ। यहाँ देख्न सक्नुहुन्छ FeS अक्सिडाइज भइरहेको हुन्छ, अर्को स्टेपमा नि यही रियाक्सन आउँछ। FeS के हुन्छ पहिला FeO मा अक्सिडाइज हुन्छ हैन। यो रियाक्सन तपाईँले याद गर्नुपर्ने हुन्छ। FeSO2 मिलेर FeO र SO2 बन्छ। अब के हुँदो रहेछ भनेपछि CuS पनि के हुन्छ CO2 मा अक्सिडाइज हुन्छ, तर यो बनेको CO2 ले फेरि FeS साथ रियाक्ट गरेर CO2S नै बनाउँछ।
किन बनाउँदो रहेछ भनेपछि हाम्रो आइरनको छ यसको चाहिँ एफिनिटी बढी हुन्छ अक्सिजनसितको द एफिनिटी अफ आइरन विथ अक्सिजन इज मोर देन एफिनिटी अफ कपर विथ अक्सिजन यसको अर्थ के भयो त जुन अक्सिजन छ त्यो आइरनसित बढी बस्न खोज्छ कपर भन्दा भनेपछि त्यही भएर यहाँ के हुँदो रहेछ त जुन हाम्रो CO2 बनेको CO2 पनि FeS सित रियाक्ट गरेर CO2 नै बन्दै रहेछ FeO बन्दै रहेछ भनेपछि FeO चाहिँ हामीलाई निकाल्न एकदम नै इम्पोर्टेन्ट छ त्यही भएर हामीले फ्लक्स सित रियाक्ट गरेर FeO लाई निकालेर स्ल्याग बनाएर निकाल्छौं यो जुन हाम्रो सिलिका छ सिलिकाले FeO सित रियाक्ट गरेर FeSiO3 बनाउँछ जुन चाहिँ स्ल्याग हुन्छ त्यसलाई चाहिँ हामीले निकाल्न मिल्छ हैन At the heart of the furnace, molten mass is obtained containing 50% of copper, known as copper matte. It is mixture of sulfide of copper and iron भनेको छ जुन हाम्रो यो ब्लास्ट फर्नेसबाट obtain भएको मोल्टेन मिक्सचर हुन्छ कपरको र लिटल FeS को त्यसलाई चाहिँ हामीले के भन्छौं त कपर मेट भन्छौं यहाँ 50% दिएको छ हैन यो 50% त हैन यस्तो इम्प्योर हुँदैन 50% त हुँदैन तर हामीले जनरली के भन्दा भयो त भन्दाखेरि द मोल्टेन मिक्सचर अफ कपर sulfide and little FeS obtained in the blast furnace is called copper matte. यसको डेफिनेसन चाहिँ सुन्न सक्छ के हो त जुन हाम्रो मोल्टेन मिक्सचर अफ कपर सल्फाइड लिटल FeS जुन चाहिँ ब्लास्ट फर्नेसमा obtain हुन्छ त्यसलाई हामीले के भन्छौं कपर मेट भन्छौं अर्को चाहिँ हाम्रो बेसिमराइजेसन अब यसमा नि पहिला के हुन्छ त्यही स्टेप रिपिट हुन्छ FeS अनरिएक्टेड चाहिँ फेरि के हुन्छ FeO मा कन्भर्ट हुन्छ FeO चाहिँ फेरि सिलिकासित मिलेर स्ल्याग बनाउँछ यो चाहिँ हुन्छ अब यहाँ के हुन्छ भन्दा चाहिँ पहिला चाहिँ यहाँ चाहिँ ऑटो रिडक्सन हुन्छ हाम्रो त्यो हेर्न चाहिँ यहाँ आउने अब यो फिगर तपाईले इम्पोर्टेन्ट छ हैन फिगर तपाईले हेरेर जानु होला हैन फिगर चाहिँ हामीलाई सोध्न सक्ने चान्स बढी हुन्छ फिगर क्वेशनहरु ब्लास्ट फर्नेसको फिगर सोध्न सक्छ अनि हाम्रो बेसिमरको पनि फिगर सोध्न सक्छ त्यही फिगर पनि हेरेर जानु होला त्यो चाहिँ हाम्रो यहाँ चाहिँ के सोधिरहेको के इम्पोर्टेन्ट छ भनेपछि यहाँ पनि त्यही FeS चाहिँ पहिला के हुन्छ अक्सिडाइज हुन्छ FeO मा अक्सिडाइज भइरहेछ FeS हैन हाम्रो पहिला चाहिँ FeS चाहिँ FeO मा अक्सिडाइज भइरहेछ अनि फेरि यो चाहिँ फेरि सिलिकासित मिलेर SiO3 FeSiO3 बनेर स्ल्याग नै बनिरहेछ यो चाहिँ स्टेप रिपिट भइरहेछ हाम्रो अगाडिको प्रोसेसमा र यो प्रोसेसमा पनि CO2S के हुन्छ फेरि अक्सिडाइज हुन्छ CO2 मा अब अघि नै के थियो त FeS ले फेरि रियाक्ट गराएर FeO बनाइदिरहेको थियो हैन तर यहाँ चाहिँ लगभग FeO चाहिँ कम्प्लिटली अक्सिडाइज भइसकेको छ त्यही भएर चाहिँ लगभग धेरै जस्तो के हुन्छ त हाम्रो CO2O नै भन्छ यो CO2O भन्छ हैन CO2 बनेको CO2 ले फेरि रहेको अनरिएक्टेड CuS सित रियाक्ट गरेर फेरि कपर मेटालिक कपर बनाउँछ हैन यसलाई चाहिँ के पनि भन्छ हामीले यो प्रोसेस भनेको के हो त अटो रिडक्सन हो यो प्रोसेसलाई के भन्छ अटो रिडक्सन पनि भन्छ यहाँ के भइराछ कपर चाहिँ अटो रिड्युस भइराछ भनेको आफै रिड्युस भइराछ हेर न कपर पहिला डिकम्पोज गरेर CO2 बन्यो CO2 र फेरि CO2S बनेर कपर बन्यो यहाँ त आफै डिकम्पोज आफैले रिड्युस गरिराछ यो के हो त कपरको अटो रिडक्सन हो अब यहाँ चाहिँ अर्को चाहिँ हाम्रो इम्पोर्टेन्ट भनेको ब्लिस्टर कपर भनेको जुन यहाँ चाहिँ हामीले कपरको मिक्सचर पाउँछौं मोल्टेन कपर पाउँछौं बेसिमर प्रोसेसमा त्यसमा के हुन्छ भने SO2 ग्यास डिजल्भ हुन्छ SO2 ग्यास डिजल्भ हुन्छ र जब चाहिँ त्यो के हुन्छ फुल्ड हुन्छ जब चाहिँ त्यो सेलाउँछ तब चाहिँ के हुन्छ त्यसमा फोका फोका पर्छ किनकि त्यहाँ चाहिँ SO2 ग्यास निक्लिन्छ SO2 ग्यास निक्लिँदाखेरि त्यहाँ फोका फोका परेको हुन्छ त्यो फोका फोका परेको कपरलाई चाहिँ के भन्छ हामीले ब्लिस्टर कपर भन्छौं जसको पर्सेन्टेज प्युरिटी चाहिँ 98% हुँदो रहेछ हैन यो भयो अब प्युरिफिकेसन रिफाइनिङ भनेको पोलिङ गर्छौं पोलिङ भनेको के हो त हामीले कुनै पनि वुडको ब्रान्च लिन्छौं हैन ग्रीन वुड लिन्छौं जसमा चाहिँ हाइड्रोकार्बन प्रेजेन्ट हुन्छ त्यसले चाहिँ के भन्छ रहेको CO2 लाई कपरमा फेरि डिड्युस गरिन्छ यसलाई चाहिँ हामीले
इलेक्ट्रोन रिफाइनिङ गर्दा पहिला गर्छौँ किनकि CO2 को फर्ममा लस भएको कपर चाहिँ यहाँ हामीले पाउन सकिन्छ। अर्को इलेक्ट्रो रिफाइनिङ गर्छौँ हामीले। इलेक्ट्रो रिफाइनिङमा के गर्छौँ हामीले इम्प्योर थिन अफ कपरलाई चाहिँ के बनाउँछ एनोड बनाउँछ जुन हाम्रो इम्प्योर छ र एउटा प्योरलाई चाहिँ के बनाउँछ क्याथोड बनाउँछ र इम्प्योरबाट चाहिँ हाम्रो इम्प्योर क्याथोड चाहिँ के हुन्छ डिपोजिट हुन्छ गएर क्याथोडमा रियाक्सन छ हैन क्याथोडमा के हुन्छ कपर सल्फाइड चाहिँ कपर प्लस प्लस 2 हुन्छ अनि एनोडमा चाहिँ कपर प्लस प्लस 2 इलेक्ट्रोन विघटन गरेर कपर प्योर गएर क्याथोडमा गएर के हुन्छ डिपोजिट हुन्छ। यो कपर चाहिँ 99.5% प्योर हुँदो रहेछ। अनि फिजिकल प्रोपर्टिज धेरै इम्पोर्टेन्ट त छैन तर फिजिकल प्रोपर्टिज याद गर्न चाहिँ सक्नुहुन्छ। रेड कलर हुँदो रहेछ क्यारेक्टरिस्टिक गुड कन्डक्टर यो त हामीलाई नै थाहा छ हैन। मेटलहरुको प्रोपर्टी भइहाल्यो मेलेबल डक्टाइल पनि ठिक छ। यो मैले बोइलिङ पोइन्ट यति इम्पोर्टेन्ट छैन। अब केमिकल प्रोपर्टिज एकदम नै इम्पोर्टेन्ट भयो किनकि यो सोधिदिन सक्छ। अब एक्सन अफ एयर भनेको छ। एक्सन अफ एयरमा के हुँदो रहेछ भनेपछि हाम्रो जुन कपरले हाम्रो मोइस्ट एयरसित रियाक्ट गरेर चाहिँ ग्रीन बेसिक कार्बोनेट बनाउँछ। अब हामीलाई क्वेशन सोध्छ कि हाम्रो चाहिँ के हुन्छ भनेपछि हाम्रो कपरको भाँडाहरु चाहिँ कपरको भाँडो चाहिँ किन हरियो हुन्छ धेरै समयपछि किन हरियो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो क्वेशनमा सोध्छ। किन हरियो हुँदो रहेछ भनेपछि जुन हाम्रो कपर हुन्छ त्यसले चाहिँ कार्बन डाइअक्साइड हाइड्रोजन कार्बन डाइअक्साइड वाटर र अक्सिजनसित रियाक्ट गरेर बेसिक कपर कार्बोनेट बनाउँदो रहेछ र बेसिक कपर कार्बोनेटको फर्मुला के हुँदो रहेछ COCO3.CuOH2 यो चाहिँ हामीले अघि नै देखेछौँ। यो त अघिले केकोमा देखेछौँ हामीले मेलाचाइटमा पनि देखेका थियौँ हामीले। यो त हाम्रो मेलाचाइटमा पनि थियो यहाँ मेलाचाइटको फर्मुला पनि यही नै हो त्यो याद गर्नुपर्छ तपाईले मेलाचाइटको फर्मुला पनि यही नै हो याद गर्नु होला। अब यहाँ के छ भनेपछि जुन हाम्रो कपरलाई चाहिँ 1100 भन्दा तल डिग्रीमा हिट गर्यो भने अब 750 डिग्री सम्म अब त्यतिमा चाहिँ के बन्छ यो कपर चाहिँ 1100 डिग्री भन्दा कममा हिट गर्यो भने कपर अक्साइड बन्छ र यसलाई 1100 भन्दा पनि बढीमा हिट गर्यो भने के बन्छ त यो फेरि कपर अक्साइड बन्छ। 1100 भन्दा बढीमा नि हिट गर्यो भने यो के बन्छ कपर अक्साइड बन्छ हैन। अब यो के हुन्छ रहेछ भने हेर्नु तपाईले 1100 भन्दा कम हुन्छ भने कपर अक्साइड बन्छ जुन ब्ल्याक हुन्छ। 1100 भन्दा बढीमा हिट गर्यो भने क्युप्रस अक्साइड बन्छ जुन रेड हुन्छ। भनेको भए तपाईलाई थाहा नै छ यो त तपाईले कता पनि पढ्नु भएको छ हाम्रो फिलिङ्स टेस्टमा पनि पढ्नु भएको छ। त्यहाँ पनि CO2 थियो त्यसको पनि कलर कस्तो थियो त रेड नै थियो तर यसको तपाईलाई कलर थाहा हुन्छ CO2 को कलर रेड हो भन्ने त्यहाँ पहिले अर्ग्यानिकमा पढेर थाहा छ तपाईलाई। अनि CO को कलर के हुन्छ ब्ल्याक हुन्छ CO2 को कलर रेड CO को कलर ब्ल्याक। यो पनि एकदम इम्पोर्टेन्ट छ कपरलाई कसरी ब्ल्याक अक्साइड अथवा रेड अक्साइडमा कन्भर्ट गर्ने भन्ने कुरा। अनि अर्को छ एक्सन विथ एसिडसँगको रियाक्सन के हुन्छ भन्ने कुरा छ। अनि अब हामीले इलेक्ट्रोकेमिकल सिरिजबाट थाहा हुन्छ यदि कुनै पनि मेटल चाहिँ एसिड हाम्रो हाइड्रोजन भन्दा माथि पर्छ भने कुनै पनि मेटल चाहिँ हाइड्रोजन भन्दा माथि पर्छ भने त्यसले के गर्न सक्छ हाम्रो डाइल्युट मिनरल एन्ड नन अक्सिडाइजिङ एजेन्टबाट हाइड्रोजन ग्यास डिस्प्लेस गरेर चाहिँ हाइड्रोजन ग्यास इभल्भ गर्न सक्छ। यदि त्यो हाइड्रोजन ग्यास भन्दा तल पर्छ भने त्यो मेटल त्यसले के गर्न सक्दैन डाइल्युट मिनरल र नन अक्सिडाइजिङ एसिडबाट चाहिँ हाइड्रोजन ग्यास रिमुभ गर्न सक्दैन। अब हामीलाई कपरको बारेमा थाहा हुनु पर्दा चाहिँ हामीलाई के थाहा छ भन्दाखेरि कपर चाहिँ हाम्रो इलेक्ट्रोकेमिकल सिरिजमा कपर लाइज बिलो हाइड्रोजन इन इलेक्ट्रोकेमिकल सिरिज so it doesn't react with dilute mineral and non-oxidizing acids to give hydrogen यो कुरा क्लियर भयो। अब यहाँ चाहिँ अब भन्छेले चाहिँ डाइल्युट मिनरल एसिडसित रियाक्ट गर्दैन तर यसले कपरलाई चाहिँ डाइल्युट H2SO4 सित र यसले डाइल्युट H2SO4 सित अक्सिजनको प्रेजेन्समा रियाक्ट गराइदियो भने के गर्छ रियाक्ट हुन्छ
र यसले के बनाउँछ त कपर सल्फेट बनाउँछ। यो हाम्रो इम्पोर्टेन्ट रियाक्सन हो। हामीले ब्लू भिट्रियलको प्रिपरेसनमा पनि यो रियाक्सन पर्छ। र अर्को छ कङसितको रियाक्सन। कङ सल्फ्युरिक एसिडसितको रियाक्सनमा त सधैँ हामीले पढेको मेटलमा के बनाउँछ, हामीले पढ्ने सबै मेटलले मेटल सल्फेट बनाउँछ। मेटल सल्फेट प्लस SO2 ग्यास बनाउँछ हामीले सबै पढ्ने मेटलहरूले। त्यो चाहिँ हामीले याद गर्नुपर्ने कुरा। हामीले सबै मेटल पढ्छौँ, त्यो सबै मेटलले कङ सल्फ्युरिक एसिड हुँदाखेरि मेटल सल्फेट र SO2 ग्यास नै बन्छ। अब अर्को हेर्छौँ हामी एक्सन विथ HCl। अगेन यो अक्सिजनको प्रेजेन्समा हुन्छ। यो पनि त्यही नै हो। यो खासै इम्पोर्टेन्ट चाहिँ छैन हैन, यो हेर्न सक्नुहुन्छ तपाईँ चाहिँ। अब एक्सन विथ SNO3 यो चाहिँ इम्पोर्टेन्ट छ हैन। एक्सन अफ SNO3 मा के हुन्छ, कङसित रियाक्ट गर्यो भने कपर नाइट्रेट बन्छ हैन, कपर नाइट्रेट NO2 र H2O बन्छ। अब डाइल्युसित रियाक्ट गर्यो भने कपर नाइट्रेट JNO मात्रै बन्छ हैन। यो कुरा चाहिँ तपाईले याद गर्नुपर्ने हुन्छ। कङसित गर्दाखेरि NO2, डाइल्युसित गर्दाखेरि NO, एउटा अक्सिजनको नम्बर घटिरहेको छ। अनि अर्को रियाक्सन विथ एमोनिया। एमोनियासित रियाक्ट गर्दा यसले के दिन्छ, कम्प्लेक्स कम्पाउन्ड फर्म हुन्छ जसको कुन हो टेट्राअमाइन कपर हाइड्रोक्साइड। टेट्राअमाइन कपर हाइड्रोक्साइड हो। यसको कलर चाहिँ के हुन्छ त डिप ब्लू जस्तो, हाम्रो लाइट ब्लू जस्तो कलर हुन्छ जस्तो लाग्छ हैन। कलर चाहिँ इम्पोर्टेन्ट छैन यसको चाहिँ। एक्सन विथ मेटल आयन। मेटल आयनसितको रियाक्सन छ। यसले चाहिँ के गर्छ, लेस इलेक्ट्रोपोजिटिभ मेटल्सलाई चाहिँ डिस्प्लेस गरिदिन्छ। यसको अर्थ के हो त, इलेक्ट्रोकेमिकल सिरिजमा हाम्रो कपरभन्दा तल पर्ने मेटलको साल्टबाट यसले के गरिदिन सक्छ, त्यो मेटललाई डिस्प्लेस गरिदिन सक्छ। अब कपरको युजेस त हामीलाई थाहा नै छ। कपर चाहिँ के गरिन्छ, अब युटेन्सिलहरू बनाउन युज गरिन्छ। कपरका वायरहरू, केटलीहरू, किल्सहरू बनाउन युज गरिन्छ। इलेक्ट्रोप्लेटिङमा युज गरिन्छ हैन। अब कपर इलेक्ट्रोप्लेटिङमा युज गर्यो, इलेक्ट्रोटाइपिङमा युज गरिदो रहेछ। अब यिनीहरू चाहिँ एलोयहरू बनाउन युज गरिन्छ। हाम्रो इम्पोर्टेन्ट एलोयनको ब्रासको कम्पोजिसन पनि याद गर्नुपर्छ तपाईले हैन। ब्रास भनेको कपर र जिङ्क हो, ब्रोन्ज भनेको कपर र टिन, जर्मन सिल्भर भनेको कपर, जिङ्क र निकेल। यति तीनटाको चाहिँ याद गर्नु होला। र अर्को अब हाम्रो आउँछ एकदम नै इम्पोर्टेन्ट, अर्को एकदम नै इम्पोर्टेन्ट कम्पाउन्ड्स अफ कपर। ब्लू भिट्रियललाई चाहिँ हामीले पढ्नुपर्छ हैन। यसको चाहिँ अब तपाईले इन्ट्रोडक्सन लेख्न सक्नुहुन्छ पहिला। यसको केमिकल हाम्रो नाम के हो त, कपर सल्फेट पेन्टाहाइड्रेट। कपर सल्फेट पेन्टाहाइड्रेट भनेर तपाईले इन्ट्रोडक्सन लेख्न सक्नुहुन्छ हैन। कपर सल्फेट पेन्टाहाइड्रेट हो। यसको प्रिपरेसन पढ्नु पर्दा अहिले हामीले पढेको रियाक्सनहरु थियो हैन। जुन हामीले CO2 हो, COCO3 लाई COOH2 लाई के गरिन्छ, डाइल्युट H2O मा रियाक्ट गर्यो भने के दिन्छ, COSO4 दिन्छ, COSO4 दिन्छ, COSO4 दिन्छ। अहिले COSO4 त एक्वस सोलुसन हुन्छ। एक्वस सोलुसनलाई क्रिस्टलाइज गर्यो भने के दिन्छ, हाम्रो ब्लू भिट्रियल दिन्छ। र हामीले कपर वाला रियाक्सन नै पढेछौं। कपरले डाइरेक्टली चाहिँ सल्फ्युरिक एसिड रियाक्ट गर्दैन, तर अक्सिजन हुनुपर्ने, तर अक्सिजनको प्रेजेन्समा के गर्छ त, कपरसित रियाक्ट गरेर COSO4 र SO2H2O बनाउँछ। यो चाहिँ हाम्रो कपरको प्रिपरेसन भयो। अझै एउटा रियाक्सन पनि हुन्छ हैन। जो अझै एउटा रियाक्सन के हुन्छ भने हाम्रो जुन यसको ओर छ CuFeS2 लाई चाहिँ हामीले के नाम हो, Cu अर्को पनि रियाक्सन छ हैन। यसको अर्को पनि रियाक्सन छ हैन। तो अब तपाईलाई लेख्न सक्नुहुन्छ जुन हाम्रो CuFeS2 जुन ओर छ हाम्रो, त्यसलाई चाहिँ हामीले प्रोपर टेम्परेचर मिलाएर हामीले रोस्टिङ गर्यो भने पनि हाम्रो कपर सल्फेट बन्छ। कपर सल्फेट बन्छ हैन, प्लस Fe2O3 र SO2 बन्छ। यो पनि अर्को हो, हाम्रो कपर सल्फेट बन्छ। फेरि कपर सल्फेट के गरिन्छ त हामीले क्रिस्टलाइजेसन गरिन्छ। यो रियाक्सन पनि धेरै बुकमा छैन, तर के बुकमा हुन्छ। यो तपाईले धेरै लेख्न चाहनुहुन्छ भने यो पनि लेख्न सक्नुहुन्छ। अर्को छ फिजिकल प्रोपर्टिज। फिजिकल प्रोपर्टिजमा हाम्रो के छ, हाम्रो कपर सल्फेट पेन्टाहाइड्रेट चाहिँ के हुन्छ, ब्लू क्रिस्टलाइन सोलिड हुन्छ। यो चाहिँ सोलुबल इन वाटर हुन्छ। अर्को हाम्रो एमोर्फस। एमोर्फस चाहिँ कस्तो कलरको हुन्छ त, हाम्रो एमोर्फस COSO4 चाहिँ कस्तो कलरको हुन्छ त, कलरलेस हुन्छ। हाम्रो पेन्टाहाइड्रेट वाला चाहिँ के हुन्छ, ब्लू कलर हुन्छ। एमोर्फस चाहिँ कलरलेस हुन्छ। अब
केमिकल प्रोपर्टिज सब इम्पोर्टेन्ट छ, यो त तपाईले जान्नु नै पर्छ, केमिस्ट्रीमा सोध्छ सबै हैन। फिजिकल प्रोपर्टिजमा के हुन्छ त हाम्रो एक्सन विथ एयर छ। कपर सल्फेट पेन्टाहाइड्रेटलाई पहिला एयरमा चाहिँ हामीले एक्सपोज गर्दाखेरि के हुन्छ, दुईटा वाटर अफ क्रिस्टलाइजेसन यसले लुज गर्छ, दुईटा वाटर अफ क्रिस्टलाइजेसन लुज गरेर .3s2 मात्रै रहन्छ र यसलाई फेरि 100 डिग्री सम्म चाहिँ हिट गर्यो भने के हुन्छ त हाम्रो CuSO4 .s2 मात्रै रहन्छ, यो रहेको दुईटा वाटर अफ क्रिस्टलाइजेसन पनि लुज हुन्छ र फेरि यसलाई लगभग 250 देखि 300 डिग्री सेल्सियस सम्म चाहिँ हिट गर्ने भने कपर सल्फेट मात्रै बन्छ। यहाँ त यसको कलर के थियो, यहाँसम्म त यो त ब्लू कलरको थियो हैन। अब यहाँ आएर चाहिँ के हुन्छ, यो त लाइट ब्लू कलरको हुन्छ र कपर सल्फेट एमोर्फस भन्दाखेरि कस्तो हुन्छ त कलरलेस हुन्छ र यसलाई चाहिँ 750 डिग्रीमा गऱ्यो भने के भन्छ त ब्ल्याक अक्साइड भन्छ, ब्ल्याक अक्साइड। र यसलाई फर्दर अझै हिट गर्दै जाने 1100 भन्दा बढीमा के भन्छ त यसलाई अझै फर्दर यसलाई 1100 डिग्री सेल्सियसमा हिट गर्ने नि के भन्छ त हाम्रो Cu2O भन्छ। के हो त हाम्रो रेड अक्साइड हो, यो हाम्रो रेड अक्साइड। हाम्रो के हो त रेड अक्साइड। अर्को चाहिँ एक्सन विथ NaOH। एक्सन विथ NaOH मा के हुन्छ त भन्दाखेरि हाम्रो कपर सल्फेट NaCl रिएक्ट गर्दा के हुन्छ कपर हाइड्रोक्साइड र Na2SO4, यो त सिम्पल डिस्प्लेसमेन्ट रिएक्सन हो। हेर्नु Cu प्लस छ, SO4 माइनस छ, यता Na प्लस छ, OH माइनस छ, Cu र के रिएक्ट गर्छ OH माइनस रिएक्ट गर्छ, Na2 र SO4 रिएक्ट गर्छ र डिस्प्लेसमेन्ट रिएक्टेन्ट भनेर यो बन्छ। यो त इजी छ, इनअर्ग्यानिकमा धेरै जसो डिस्प्लेसमेन्ट रिएक्सन नै हुन्छ, त्यो भएर त्यति याद दिनुपर्ने केही छैन। अब एक्सन विथ एमोनिया सोल्युसन, यो त हाम्रो एकदम नै इम्पोर्टेन्ट VVIMP हो त, किनकि यो केमिस्ट्रीमा सोध्दैन नि, कोही सर्ट क्वेसनमा नि सोध्न सक्ने प्रोबेबिलिटी क्वेसन हो, 2 मार्क्समा सोध्न सक्छ। अब के हुँदो रहेछ भने चाहिँ हाम्रो एमोनिया सोल्युसनसित रिएक्ट गराइन्छ, यहाँ चाहिँ डाइरेक्ट लेखिदिएको ब्लू कलर, तर यो दुईटा स्टेपमा हुन्छ रिएक्सन चाहिँ। पहिलो स्टेपमा के हुन्छ भन्दा चाहिँ हामीले चाहिँ के भन्छ भन्दाखेरि हाम्रो कपर हाइड्रोक्साइड भन्छ हैन, कपर हाइड्रोक्साइड भन्छ पहिलो स्टेपमा चाहिँ हाम्रो कपर हाइड्रोक्साइडले चाहिँ फेरि एक्सेस एमोनियासित रिएक्ट गरेर फेरि यसले एमोनिया सोल्युसनसित रिएक्ट गरेर यसले के बनाउँछ बल र टेट्रामाइन कपर सल्फेट बनाउँछ। के रहेछ त यो त 2 स्टेपमा देखा, तर खासमा के हुन्छ भन्दा पहिला हाम्रो CuSO4 ले के सित रिएक्ट गर्छ NH4 OH सित रिएक्ट गरेर के बनाउँछ पहिला CuOH होल ट्वाइस बनाउँछ हैन, र फेरि बल्ल हाम्रो CuOH होल ट्वाइस ले चाहिँ फेरि एक्सेस एमोनिया सित रिएक्ट गरेर के बनाउँछ बल्ल चाहिँ हाम्रो टेट्रामाइन कपर सल्फेट बनाउँछ। ओके, पहिला चाहिँ के हुँदो रहेछ, यो 2 स्टेपको रिएक्सन हो, 2 स्टेपमा लेख्दैन राम्रो हुन्छ, तपाईले यो हेर्न सक्नुहुन्छ बुकमा हैन, त्यो नोटमा नि होला। के हुन्छ पहिला चाहिँ के हुन्छ कपर सल्फेट एमोनियासित रिएक्ट गरेर कपर हाइड्रोक्साइड यता के बनाउँछ NH4SO, यता चाहिँ रिएक्टेन्ट हाम्रो बाइ प्रोडक्ट आउँछ NH4SO4 हैन, NH3SO4 त्यो बाइ प्रोडक्ट आउँछ हैन। अर्को एक्सन विथ के आइछ